आज हाम्रो घरमा के पाक्दैछ मटकामा रहेछ त हौ आम्मामा के हो मम्मी यो सुकेको माछा लोकल हो लोकल माछा भुटानबाट ल्याएको तिम्रोबाट वाउ आज चाहिँ मम्मीको हातको बोइल माछा नि पहिला अनियन हाल्यो पानी हालेर त्यहाँदेखि आज मसलाहरू चाहिँ हेर्नुहोस् है यो चाहिँ बोइल माछाहरू हो हालेर लसुन यो सबै रेडी चाहिँ मैले गरिदिएको है अन्त मम्मीले चाहिँ जस्ट उसको हातको म्याजिक देखाएको लस अब यो हालेर चाहिँ बोइल गर्नुपर्ने बोइल गरेर राख्नुपर्ने बोइल गरेर हाम्रो हेलो गाइस त के हो अन्त सोरै सुकी गयो त हेलो गाइसको बिमारी छ साहब बिमारी भए पनि छोराछोरीलाई पकाएर दिने भनेर चाहिँ आज के गर्ने यस्तो बिमार हुँदा नि घर पाउँदैन रहेछ हेर्नुहोस् यहाँ पुरा रुगा लागेर आमाको हातको खानै मिठो हुन्छ नि त अब यसलाई दामी बोइल गर्नुपर्छ एकछिन यो चाहिँ लास्टमा हाल्नुपर्छ मसलाहरू नि मसलाहरू त अरू त हाल्नु पर्दैन नि होइन बोइलमा चाहिँ अन गरिदिउँ न ल हेलिकप्टर पनि चढ्यो हाम्रो हेलिकप्टर त्यस्तो छ चाहिँ अनि यसलाई चाहिँ अब उमाल्नु पर्ने यो चाहिँ गाउँबाट ल्याएको लोकल माछा है लोकल माछा वाउ उसको झोल खानुपर्छ अब यसलाई चाहिँ यतिकै उमालेर चाहिँ अहिले एकछिनबाट फेरि के हाल्नुपर्छ म देखाउँछु ल कस्तो मिठो बनायो उम्रेर बोला अब चाहिँ टमाटर खुर्सानी पनि यसमा चिज हाल्छ मम्मी लास्टमा हाल्छ वाउ दामी 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 बनाएँ अब फेरि यसलाई एकछिन राख्नुपर्ने म चाहिँ सुन्तला खाँदैछु मम्मीहरूले सुन्तला ल्याइदिनु भएछ यो चाहिँ चिराङको सुन्तला है चिराङको यो मकैहरू हो यो चाहिँ उनीहरूले खाएर मिठो नलागेर उबारेर लिएर आएको यो चाहिँ हो कि होइन भन्नु त तपाईँलाई मिठो नलागेर चाहिँ लिएको हो कि होइन भन्नु त दुध मरेको रहेछ त्यही भएर चाहिँ हामीलाई ल्याइदिएको उनीहरूले मेनु ट्याग पनि यहाँ रहेछ है फेरि पनि अब चाहिँ चिजको बारी वाउ कस्तो मिठो बनायो डल्लै हालिदिएको बाटो ओ माई गड काटेर पो हाल्नुपर्छ त त्यस्तो पो हो ए लस वाउ 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 अब चाहिँ भएको अब चाहिँ भातसँग गम गम बस टुटेन छ नि माछा खै त अलिकति दिनु मलाई बिस्तारै है अब प्रभुजी थोरै लिएन मम्मी अलिकति मात्रै छ्यासै वाउ मम्मी दामी 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 थ्याङ्क यू मलाई खानु मन लाग्यो जस्तै यहाँ चाहिँ भात पनि पाक्यो अब खानु पर्छ थ्याङ्क यू खाना रेडी छ माछा खाने हो लोकल माछा खाने हो लोकल माछा भनेको त थाहै छैन होला लोकल के थाहा हुन्थ्यो लोकल माछा भनेको ड्राई फिस लोकल यो चाहिँ मम्मीले ल्याइदिनु भएको मलाई कतै पक्ने जस्तै यो चामल हो है चामल यसको चाहिँ म तपाईँहरूलाई भोलि डोसा बनाएर देखाउँछु डोसाको लागि चामल डोसा खाने हो डोसा यसको चाहिँ यो चाहिँ के को चामल अरे यो उयो अलुवा चामल नि अलुवा चामलको चाहिँ अब सासूलाई कल गरिवरि चाहिँ डोसा कसरी ब्याटर गर्छ अस्ति बनाएको त सबै बिग्रियो नि मम्मी थोरै बनाएको थिएन कि राम्रै भएन अब चाहिँ बनाएर
मेरो चाहिँ मनै यहीँ छ ए वाउ खानुपर्छ ल गाइज अब चाहिँ हामी खाना खाएको यहाँ चाहिँ हाम्रो स्पेसल मक्कामा पकाएको माछा वाउ दही अनि मम्मीले बनाउनु भएको डल्लेको अचार यो चाहिँ सिराङबाट नानाले बनाउनु भएको चिज यो चाहिँ दही र माछा चाहिँ नखानु भन्छ तर मलाई चाहिँ एकदम दामी लाग्छ है वाउ दामी दामी दही पनि हो बाटोबाट ल्याएको रहेछ आफैले दामी एकदम दामी भएछ माछा एकदम दामी पुरा मन पर्यो मम्मी त सेकेन्ड सेयरमा पनि जानुभएको छ सेकेन्ड सेयरमा हो म चाहिँ फर्स्ट सेयर यहाँनिर खाइसकेको छु है दामी भएछ तपाईँले पनि बनाएर खानुहोस् यस्तै यो चाहिँ गाउँले स्टाइल तर दामी एकदम मन पर्यो अनि तपाईँको चाहिँ सेकेन्ड सेयर सेकेन्ड सेयरै मेरो चाहिँ माछा दामी भयो कस्तो दामी भयो भाइ आफैले बनाएर आफैले वाउ भन्दै दामी दामी भयो मेरो चाहिँ माछा फेभरेट हो नि त मलाई मन पर्थेन पहिला अहिले त मन पर्छ तपाईँ दही चाहिँ नखाने ल थ्याङ्क यू फर वाचिङ तपाईँले पनि बनाएर खानुहोस् यस्तो